दुश्मनसँग खेल्न पर्ने गेम नाचम सही पार्टनर सही मार हान्नु जसैको नाम के हो तपाईँलाई केही माया लाग्छ कि लाग्दैन अलक्षणी पिटा दुर्गा माता हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल दिस इज मी एन्जिला रैला अनि म चाहिँ आज प्रतिका दिदीको घरमा छु दिदी भिनाजुको घरमा अनि हामी चाहिँ अहिले रङ एन्सर्स ओन्ली गेम खेल्न लागेको प्रतिले चाहिँ हामीलाई कुसनले हान्छन् राइट एन्सर भन्नेलाई चाहिँ अनि सो अब लेट्स स्टार्ट द गेम ल एन्जिला तिम्रो डर नाजन ताली बढ्नु ल प्लेन कहाँ उड्छ जमिनमा भात कहाँ खान्छौँ कचौरामा के मोमो खाने हैन कचौरा त राइट भयो नि त फेरि कचौरामा खान्छौँ नि त भात खान्छौँ कचौरामा थालमा खान्छौँ नि गएर म खान्छु ल खोलामा के बग्छ भयो भरको रिस भयो यो त साँच्चै दुश्मनसँग खेल्न पर्ने गेम रहेछ तिम्रो ब्याग कहाँ छ उहाँ माथि ल पिनाजुको पालो नेपालमा के छ केही छैन म छेकिरहेको छु क्या यहाँनिर हान्न त मिल्दैन हैन केही छैन के अरे बिरामी भएपछि कहाँ जान्छौँ खोलामा मिल्दैन हैन केही छैन भन्दा मिल्यो छौँ नि हामी छौँ सैयानी स्कुलमा के गर्छौँ नाच्छौँ पढ्छौँ हुन्छ आयो कस्तो छक्करी आयो हजुरको नाम के हो समीर बच्चाले जन्मिने बित्तिकै कसको दुध खान्छ बाकुताको सही पार्टनर सही टाउको दियो हाँसेर त पानी के गर्छौँ नाच्छौँ अझैको नि नाच्छौँ भनेर कस्तो पैसा नै आएन यार दिमागमा कतिवटा हात हुन्छ कतिवटा खुट्टा हुन्छ त्यस्तो त्यस्तो हजुरको मुटु कतिवटा छैन कति छिटो दिमाग चल्दो रहेछ बिनाजुको अयो कति तिमी अलि छेक्यौ अलि हान्नलाई कहाँ आची गर्छौँ आकाशमा हान्न ढिला भयो एन्जिला सोध्छु टाउकै दुख्यो मेरो। मेरो पनि टाउको दुख्यो अब मेरो पालो अयो बिस्तारै हान्न अस्ति जेने लिहाले हान्दा टाउको नै गाँच्छ बनाइरहेको थिएँ तिम्रो पालो है प्रतिको हात कतिवटा छ 5वटा बिनाजुलाई दिदीको बाल लाग्छ कि लाग्दैन दिदीको बिहे भएको छ कि नै छैन मैले सोचिरहेको कि अनि तिम्रो नाम के हो सरिता कस्तो सानो बोली बिनाजुको पालो है बिनाजुको घर कहाँ हो गौतम बुद्ध के गौतम बुद्ध घर जे आज दिने त भने तर अलि मिल्दो जुल्दो नि हुनु पर्यो है एन्सर गौतम बुद्ध त घरै भएन त मान्छन् चिया मिठ लाग्छ कि नै लाग्दैन अनि तिमी आज भैरवी गएको हो कि नै होइन होइन कति त सोचे अनि आज घरमा 5 जना हो कि होइन हो अनि दिदी हाम्रो घर जानु भयो कि नै छैन अभिनाको पालो आउनु तर म चाहिँ सोध्दिनँ म त दुधै आउँछ नि है सबैले म त आउँदैन म चाहिँ सोध्दिनँ गाइज मार हान्नु जसै मासु खाएको हो कि हैन होइन
तेलमा तरकारी पकाएको हो कि होइन होइन नुन खाएको हो कि होइन कति छिटो च्याम बिस्कुट खाएको हो गोलबाट खाएको हो कि होइन होइन गोलबाट तिमीले किनेको हो होइन के भन्यो तपाईँ त जान दिदी सोध्न अब सेकेन्ड बिराउनु भइसक्यो ल, म त केही आउँदैन के सोध्नु नि तिमी जे सोध मेरो माया कति लाग्छ सोध अब धेरै लाग्छ कि थोरै लाग्छ चराले के गर्छ भात खान्छ ठिक के गर्ने त्यस्तै हुन्छ पर प्रतिले सोद्धा भइरहेको थियो है प्रति तिमीलाई आइरहेको दाइको नाम के हो दाइको नाम राजा बुढीको नाम अर्कै नाम भन्दा नि चढा गर्ने रिसार तपाईँलाई केही माया लाग्छ कि लाग्दैन थाहा छैन लाग्दैन कि थाहा छैन लाग्छ थाहा छैन त्यो त रङ एन्सर हुनु नि के राइट एन्सर हुन्छ लाग्दैन त लागिहाल्छ नि लाग्छ कि लाग्दैन भन्दाखेरि लाग्दैन भन्नु के अहिले लाग्छ हो नि त दुईटामा अर्कै एन्सर भयो कि नागिन सिरियल हेरेको छ कि नाइदिनु छैन तिम्रो सोध्नु अहिले त छैन नि हानै भइहाल्थ्यो नि अहिले त छैन नि राइटै त हो नि हेरे छ कि छैन भन्नु भयो नि त आएको छ है छैन अझ हेर्नु भने चाहिँ नागिन अब त्यही डिस्कस सोध न पान्दु सोध्नै आएन तिम्रो घर कहाँ हो नेपालमा झन् टाढा गएको त आयो तपाईँलाई क्वेसनै आएन यार तपाईँको बुढीको नाम के हो आलु के आलु अरे किन हानेको तिम्रो आलु हो ल है दिदी मोबाइलमा के हेर्छौ गु हेर्छ नि त आयो मलाई मैले त खान्छु जस्तो लाग्यो तिम्रो मनपर्ने सेलिब्रेटीको नाम के हो प्रतिज्ञा म को सेलिब्रेटी हो भइरहेको कि यो कोठामा के छैन आलु राइट एन्सर यो कोठामा छैन नि त आलु अनि राइट एन्सर भयो तर आलु छ लुगा कहाँ सिउँछौ खोलामा ढिलो भयो चियामा के हाल्छौ नुन तर कालो चियामा नुन क्यामेरामा हाल्छ त हो कुटो 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 दुचियामा हाल्दैन फोटो केले खिच्छौ अँ? फोटो केले खिच्छौ दिदी क्यामेरामा हेर्नु चस्माले किन ढिलो भयो क्या आन्सर अलि त्यही क्वेसन गरे भने हजुर अरूलाई त्यही क्वेसन गरे मलाई फेरि भयो नि त्यो फेरि पिटाएर मन लाग्यो ऐना कहाँ हुन्छ भित्ता कोकको रङ कस्तो हुन्छ पहिलो कालो हान कहाँ पाउनुहुन्छ कुकुर रङ आन्सर भन्ने हो नि त पछि क्या ल बच्चा जन्मेपछि कति महिना पास्ने गर्छन् सिरानीमा गर्छन् महिना भने होइन सिरानीमा गर्छन्। नम्बर भन्नु पर्यो नि त्यो आयो कपालको रङ कस्तो हुँदैन हरियो मन्दिरमा के हुँदैन पानी किन हुँदैन मन्दिर के हो यो एन्सर मैले सोफा भन्नुपर्ने रहेछ सोफा नि हुन्छ नि फ्यान्सी मन्दिर शिवको बुढीको अलक्षिणी भिडियोमा आएन क्या ए, बोतलमा के भर्छौ
मैले त भरेको छु नि भर्छ नि त त्यो चेकअप ल्याबमा लाने बेला त्यो होइन गाडीले के गर्छ नाच्छ मन्दिरमा के हुँदैन पानी किन हुँदैन मन्दिर के हो यो एन्सर मैले सोफा भन्नुपर्ने रहेछ सोफा नि हुन्छ नि फ्यान्सी मन्दिर शिवको बुढीको अलक्षिणी भिडियोमा आएन क्या बोतलमा के भर्छौँ मैले त भरेको छु नि भर्छ नि त त्यो चेकअप ल्याबमा लाने बेला त्यो होइन गाडीले के गर्छ नाच्छ बिहेमा के गर्छन् रुन्छ रुइहाल्छ नि हजुरको घर कहाँ छ आकाश चरा कहाँ उठ्छ एन्जिला जमिनमा माछा कहाँ बस्छ भुइँमा बसिहाल्छ नि कहाँ भुइँमा बस्छ पानीमा बस्छ भैँसीले के दिन्छ दिदी मुत बुझ दिँदैन दुध दिने हो नि त अनि मुत त दिदी एन्जिलाले के खान्छ मैले सोफा रुखको रङ कस्तो हुन्छ थाहा छैन थाहा छ नि हजुरलाई पिट थाहा छैन होइन थाहा छ कसले सोध्ने हो क्वेसन तिमी सोध लुगा कहाँ राख्छौँ दिदी लुगा कहाँ राख्छौँ एन्जिला आकाश त्यो सोचेर एकछिन होइन 3 सेकेन्ड त टाइम पाउँछ कि 1 2 3 घन्टा टाइममा राखेको होइन नि त 1 2 गर्ने नि हुन्छ पर्दा कहाँ टाङ्छौँ भुइँमा दिदी चाहिँ बिनाजुले बिनाएर म रिपिट नै सोध्न सक्छु है हुन्छ लुगा के गर्छौँ दिदी खाली एन्जिलाले भात कहाँ खान्छे आकाशमा खाली उसको आकाश मेरो हामीले कहाँ आची गर्छौँ आकाश हामीले आची कहाँ आकाशमा बिहे गर्दा सिउँदोमा के हाल्छन् दिदी माटो तर बच्चामा माटो हालेर यो त बिचा हो दुख्ने गरी हाने छैन चक्कर लाग्छ नि एकचोटि सुरुमै हुँदैन पछि स्कुलमा जाँदा के बोक्छौँ के बोक्छन् नि गाडी बोक्छौँ भन्नु पनि रहेछ अहिले आउँछ साथी कसले बेच्छ भेन फलामले एन्जेला सोध्छ मलाई सोध्नै आउँथेन तपाईँ थोरै त आउनु तपाईँ छेक्यो यो रुममा सोफा छ कि नै छैन दिदीको कतिवटा आँखा छ 10 वटा दाजुको घर ललितपुरमा हो कि नै हो ललितपुर होइन हो अनि प्रतिशालाई चिया मन पर्छ नि मन पर्दैन कति छिटो
दिदीले टिकी लाउनु भयो नै छैन बिनाजुको दारी छ कि नै आयो प्रतिको माइजू कहाँ हुनुहुन्छ यही नेपालमा तिमीतिर माइजू कहाँ अनि कुट न उसको माइजू नेपालमा हो त माइजू नेपालमा हो नि त मेरो माइजू पो अमेरिका त उसको मेरो माइजू के मैले खासमा मेरै माइजू सोध्न लाग्थेँ दिदीको माइती कहाँ हो ललितपुर ए लाइट बाली त बिनाजुको हात कतिवटा 10 वटा दुर्गा माता दुर्गा माताको हस्बेन्ड ओ माता अनि मातो प्रच्छा कपाल छोडेछ छैन छैन अझै त ठिकै छ नि मैले सोच्नु परेको के आन्सर कसैले पिठाई खाएन के दिदीको मलसूत्र कहाँ पिट्न पाइनँ कि मैले बिनाजुको फोन आयो कि नै छैन यस्तै हो हाम्रो गेम रमाइलो भयो अलि बढी पिटाइ मैले हालेँ मैले खाइदिएँ आयो यस्तै भिडियोहरू हेर्नको लागि डु सब्सक्राइब टु माई युट्युब च्यानल लाइक शेयर कमेन्ट सब्सक्राइब बाई 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 गाइज नेक्स्ट भिडियो हेर्नको लागि तयार भएर बस्नुहोस्